यसको चाहिँ एउटा ठुलो महत्त्वपूर्ण कुरो भनेको मर्यादा हो। आचरण मर्यादा यी कुराहरूलाई चाहिँ ध्यानमा राखेर साथीहरूले विरोध गर्नुपर्छ। विरोध त गर्नैपर्छ। सचेत विरोध भनेको सचेत गराउने हो। त्रिजुगा नगरपालिकाको नगर प्रमुखलाई सचेत गराउने विरोध भनेको। तर विरोध गर्दा आचरण नबसेर गरिदिनु भन्न खोजेको मैले। विरोध गर्नुपर्छ, किनभने नभएदेखि विरोधी भएन भने मान्छे के हुन्छ भने निरङ्कुश हुन्छ। त्यसकारणले अहिलेको जनप्रतिनिधिलाई निरङ्कुश हुने छुट छैन। अहिलेको चाहिँ जनप्रतिनिधि भनेको जनताको सेवकको रूपमा काम गर्नुपर्ने अवस्था छ र यसको अहिलेको चाहिँ विधि अहिलेको संविधानले पनि त्यही भनेको छ। त्यसकारणले त्यसमा नगरपालिका सचेत छ, म आफू पनि सचेत छु र पत्रकार साथीहरूसँग सधैँभरि हातेमालो गरेर यो नगरको समृद्धि हासिल गर्नको लागि तपाईहरुको साथ सहयोग निरन्तर नगरपालिकाले चाहेको छ, अपेक्षा गरेको छ। त्यसले तपाईहरुको पनि विकासको लागि नगरपालिका सधैँभरि तपाईहरुको साथ रहनेछ भन्दै यो अनुशिक्षण कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिँदै म आफ्नो भनाइ अन्त्य गर्छु। धन्यवाद। यल्लो जर्नलिजम भनेर कसम सुरु भयो भने एउटा बालकको पहेँलो फोटो आउँछ है, ट्याक्क त्यहाँनिर सबैलाई एउटा बालकको पहेँलो कलरले बनाएको फोटो आउँछ। त्यहाँबाट सुरु भएको पत्रकारिता एउटा राम्रो आर्टिस्टले एउटा पत्रिका धेरै बिक्री भएन, अब के गर्ने भन्दाखेरि देशकै राम्रो कलाकारलाई एउटा पत्रिकाले के त सधैँ एउटा चित्र बनाइदिए अनि त्यो चित्रमा हाल्छ, कम्प्युटर त्यही चित्र हेर्नु मान्छे किन्छ नि पत्रिका भनेर उसले त्यो चित्र बनाउन थाल्यो। तर त्यो पहेँलो कलरमा बनाउन थाल्यो अनि पहेँलो कलरमा बनाएपछि त्यो फलाना यस्तो चित्र मात्रै किन पत्रिका पनि बिक्री हुन थाल्यो। पत्रिकाको सर्कुलेसन बढ्यो, विज्ञापन पनि बढ्यो। अर्को सम्पादकलाई रिस उठ्यो, किनभने अब यसो बढ्यो त्यो चित्रले गर्दाखेरि अर्कोले पनि के गर्यो त्यस्तै चित्र बनाउन मान्छे खोज्यो। त्यही भन्दा अगाडि संसारमा काहीँ नभएको प्रेस स्वतन्त्र, अभिव्यक्ति स्वतन्त्रता मात्रै लेख्दा हुने, प्रेस फ्रिडम मात्रै। तर हामीले के लेख्यौँ भने पूर्ण प्रेस स्वतन्त्र। अझै एक पनि संसारमा यो स्वतन्त्रता कसैले उपभोग गर्न पाएन। चाहिन्छ पत्रकार, चाहिन्छ नागरिकहरूलाई यो अभिव्यक्ति स्वतन्त्रता गर्न छ। तर हामीले संविधानको प्रस्तावनामा लेख्यौँ त्यो सबैभन्दा ठुलो उपलब्धि। तर अहिले यो ठुलो उपलब्धिलाई कसका कारणले खोज्न खोजिँदैछ भन्दाखेरि हामी जस्तै पत्रकार सरकार हामी यसलाई शिक्षित गर्न सक्छौँ। बोल्ने कुरा पनि बोलिदिएको छु, नबोल्ने कुरा पनि बोलिदिएको छु, लेख्ने कुरा पनि लेखिदिएको छु, नलेख्ने कुरा पनि लेखिदिएको छु। समस्या यहाँनिर खडा छ। त्यसैले राज्यले के गर्दैछ, संसदबाटै पारित गर्न खोज्दैछ यही नियमहरू पत्रकारलाई कस्तो घुमाउनु पारा। पहिला पत्रकारहरूको अनुगमन चाहिँ केले गर्थ्यो,